यसले त काट्दैन हो पिल्सिन्छ पिल्सिन्छ त हाले। गुड मर्निङ राजु पनि है तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ चामलिङ ब्लग्समा। बतासे जाने है तपाईँहरूलाई देखाउने छु र हामीले जाँदा त यताबाट जानुपर्छ है यो बाटोबाट उता जानुपर्छ र गाइस अब हामी चाहिँ लाग्ने है त अब जुत्ताहरू लाउनु छ होइन के चाहिँ अतिले ए गाइस के हो स्ल्याक चाहिँ बिर्सेछ अब चाहिँ हामी एउटा निस्किन आँटेको गाइस। हामी चाहिँ लागेको बहिनीहरू त सुतिरहेछ है रोहिता छोरीहरू सुतिरहेछ है र चाहिँ हामी त्यही जुत्ता लाउनुपर्छ होइन यस अलरेडी चाहिँ हामी चिसो ल्याउन भएछ ठिक छ नि लाग्छ राम्रो गर्नुहुन्छ पर्दैन रहेछ हामी चाहिँ लाग्यौँ है यो चाहिँ हो आम जिन्दगी होइन। हामी चाहिँ तल रोडमा निस्किनु पर्छ आज यहाँ माथि बसेको थियौँ गाइस हामी चाहिँ अब पर जाने हिँडेर है यहाँ बाई गाइस यहाँ चाहिँ पेट्रोल पम्प बनिन्छ नयाँ है यहाँनिर चाहिँ हाम्रो सोमहरू अहिले हामी चाहिँ यो लिक जाँदैछ है पर भाइ जाँदैछ यो चाहिँ म बतासे गएको अब ट्रेन आएको गाइस ट्रेन आउँदैछ होइन ए लाग्दैन यहाँ अलिक यता बस्नुपर्छ अलिक यता बसेर बरु ट्रेन आउँदैछ देख्नुभयो अब अगाडि एउटा देखाउँछु है यो चाहिँ हो दार्जिलिङको टोय ट्रेन पर चाहिँ अलिक जग्गा सानो थियो त्यो भएर चाहिँ यहीँ बसेको लाग्छ भनेर डर हुन्छ नि त है र गाइस हामी लिकबाट चाहिँ झरेर चाहिँ अहिले चाहिँ रोटै रोड हिँड्दैछ भाइर म छ त्यो लिक हिँड्नु त्यो सानो छ कि जग्गा फेरि अब ट्रेन आइहाल्यो भने फेरि अप्ठ्यारो हुन्छ फेरि इलिगल पनि हुन्छ भनेर चाहिँ हामीले चाहिँ रोटै रोड हिँड्ने तय गऱ्यौँ र त्यही अहिले रोटै रोड हिँड्दैछौँ है भिडियोलाई चाहिँ एन्ड तक हेरिदिनुहोस् हो बिल्कुल यो चाहिँ लागि बतासे हो यहाँबाटै इन्ट्री गर्ने हो अनि दोकानहरू पनि जग्गा हो ब्याग भन्ने तैँले हेर्नु अन्त छ कि छैन पछाडि दोकानहरू छ राम्रो राइस पछि हुँदैछ र घुम्नु आउने थुप्रो छ है हाम्रो अगाडि जाँदैछ अहिले हामी चाहिँ बतासेभित्र पस्यौँ दार्जिलिङको मोस्ट पपुलर जग्गा हो बतासे अहिले चाहिँ अब भिड पनि कमै छ है हामी अब बिहानै आयो नि त होइन बहिनी होइन हो र यहाँभित्र चाहिँ पस्नु पाउँदैन हो एन्ट्री छैन चाहिँ यहाँनिर चाहिँ रोल अफ अनर कता अब
यो चाहिँ तपाईँको यस्तो राउन्ड छ र यहाँनिर ट्रेन पनि तपाईँको राउन्ड घुमेर चाहिँ टक्कै जान्छ हुन्छ र यहाँनिर चाहिँ तपाईँको फुल आल अफ दार्जिलिङ लेखेको छ यहाँ मुनि चाहिँ देख्नुभयो देख्नुहुँदैछ है यहाँ ल अगाडि गएर देखाउँछु है हेर्नुहोस् यहाँनिर चाहिँ टोटल्ली फोटोसोटोहरू हुँदैछ है फोटोहरू लिँदैछ अहिले त अलिक खाली छ त्योहरू यिनीहरूले पट्टापट लिँदैछ यहाँ सबै बाहिरबाट आएको है लिँदैछ सबैले यहाँ माथि पनि फोटोको लागि चाहिँ उयो गर्दैछ ड्रेसहरू लगाएर हो गर्दैछ गाइस यहाँनिर चाहिँ तपाईँको स्वेटरहरू जस्तै बुनेको त्यो लाउनु छ भने चाहिँ होइन त्यो के भन्छ अर्डर गर्दा पनि हुन्छ यहाँनिर दिदीलाई चाहिँ है त्यस्तो आउँछ होइन चाहिँ त्यस्तै छ होइन यहाँनिर तपाईँहरू 52 लिनु पनि सक्नुहुन्छ 53 अर्डर पनि लिन्छ दिदीले बनाइदिनुहुन्छ जस्तो भने पनि होइन तपाईँले डिजाइनहरू चाहिँ देखाउनु पऱ्यो र अहिले चाहिँ भाइले यहाँनिर हेर्दैछ गाइस भिड छ अब एकछिन अघि अलिक कम्ती थियो अहिले निकै भिड बढ्दै गयो हामी चाहिँ एकछिन माथि जाउँ न है उहाँ माथि है बतासे भरि मात्रै हैन लुप भरि मात्रै डुल्नु पायो है
पता नहीं बात में कितना होगा, देखते जाएंगे। सर लोग कहाँ से हो सर आप लोग? सिलीगुड़ी से है ना सर लोग, सिलीगुड़ी से है। और फिर सर लोग अभी फोटो का मजा ले रहे हैं ना। अभी तो सही है, अभी थोड़ा सा साफ हो गया है, वो धूप क्या बोलती है धुंधला हो गया है ना, तो फिर आपको अच्छा ही नहीं लगेगा। सर के साथ फोटो वगैरह हो गया। लगा लगा, अरे लगाना यार, क्या है लगाने से, लगाना। ओके गाइस, यसले पनि अब लाउने भइरहेको छ है। म लाउनु मन लाग्दैन नि त, लाज लाग्छ पुरा। के को लाज हो? नो लाज, लाज नहीं है। देखो हमारे यहाँ पे सर को तो एग्जैक्ट दिखता है, पूरा नेपाली दिखता है पूरा। देखो ऊपर से नीचे तक है ना, ऊपर से नीचे तक। उनसे तो मैंने है ना फोटो भी ले लिया, मैडम वगैरह भी अच्छा। ये आपका कोई चैनल है क्या? हाँ जी हाँ जी, थोड़ा सा चामलिंग ब्लॉग्स है मेरा, ब्लॉग्स है हाँ जी। और गाइस हमारा भाइ भी फोटो ले बोल रहे, फोटो नहीं क्या बोल रहे, कपडा लाउँछु भन्दै थियो कि। अन्त भाइले पनि लाउने भयो होइन, मन के भयो होइन, अघि त्यसलाई मैले लगा भने होइन, त्यसले मनै गरेर अहिले चाहिँ फेरि लाउने भइरहेको थियो कि। देखो ट्राई गर्ने भएर छ, ट्राई गर गाइस। र गाइस अहिले चाहिँ हाम्रो भाइले पनि है अघि होइन सुहाउँदो रहेछ कि, अब सुहाउँछ नि, किन सुहाउँदैन। अन्त के भन्छ, मैले अघि यसलाई त लगा भनेको होइन, यसले मानेन नि त हो। अहिले चाहिँ फेरि के मन भयो कि खै थाहा भएन हो, अहिले के भयो पनि। के भन्दैछ अरे? यो कत्रा देख्छ त तँलाई त। अन्त के खोजेको? टोपी एकबार ट्राई गरौँ। टोपी ट्राई गर्न अन्त एकपल्ट। टोपी लाउँदैछ गाइस। कस्तो देखिँदैन? साँच्ची भनेको हेभी देख्दो रहेछ तँलाई तलो। अझै यो पक्रिँदा झन् है, साँच्ची भनेको तँलाई त सुहाउँदै रहेछ, हामीलाई नसुहाउँदै रहेछ कि। अलिक मोटो भएर हो कि के हो? होला सायद त्यसै होला नि, सुहाउँदै रहेछ, दामी रहेछ। भनौँ न देखिँदा त है, दामी होइन, दामी देख्दो रहेछ साँच्ची भनेको, मन पऱ्यो। बनाइदिएको रहेछ फेरि हो काठको। दामी देख्दो रहेछ कि यसलाई त, टोपी लाउनु सुहाउँदै रहेछ। म त टोपी लाउँदाखेरि कस्तो अप्ठ्यारो लाग्यो कि, म त नसक्छ त त्यो भएर चाहिँ खोलिदिएँ मैले कि। मन पनि मेरो टोपी लाउनु मन लागेन, कलरै नमिलेको हो कि या त हो। नाला साला 50 तोला 50 तोला रहेछ। अहिले चाहिँ हाम्रो भाइले पनि लगायो होइन, टोपी चाहिँ यसले उतार्यो, मन परेन अरे। मलाई पनि त्यस्तै कुकुरे तर भिड्नै पर्छ फेरि। यो चाहिँ हाम्रो कुकुरे चाहिँ हामीले भिड्नै पर्छ, किनभने यो चाहिँ गोर्खालीको चिनो हो होइन। र हामीले चाहिँ भुल्नु हुँदैन यो ड्रेसहरूलाई चाहिँ। गोर्खाली हो गोर्खाली, मान्ता मान्छ नि, यो मान्दैन भन्नु पऱ्यो नि है। मन त मान्छ नि, यो मान्दैन साथीहरू, फेरि रिस उठ्यो नि, त्यही भएर हो। र मलाई भन्दा चाहिँ यसलाई अलिक राम्रो सुहाएको जस्तो लाग्यो। र यो चाहिँ कोही मेरो तिम्रो मरुन कलर हो, मेरो रेड कलर हो, मेरो रेड उसको मरुन, त्यही भएर हो क्या। उसले माला लाग्छ, मैले लगाएको छुइनँ। 50 तोला हो नि यो त फेरि, खतरा 50 तोला, कहाँ मामुली हो, दामी सही रहेछ। अन्त अब चाहिँ गाइस यहाँनिर चाहिँ फेरि त्यहीँ राउन्ड लाग्दैछ कि, फेरि यो लगाएर चाहिँ यसले राउन्ड गर्ने भने नि त, त्यो भएर चाहिँ राउन्ड गर्दैछौँ आज चाहिँ। हामी फेरि 10 मिनट आइबस्दैन नि त हो, अहिले मैले पनि बुझेँ त हो, पक्का हो। हामीले बिहानै दिदीलाई सोधेको, हामी कति बजी